कक्षा 4 4 अर्थ हैन यो 4 जना फर्स्ट डेस्क सेकेन्ड डेस्कमा 4 जना थर्ड डेस्कमा पनि 4 जना फोर्थ डेस्कमा 3 जना लास्ट डेस्कमा पनि 4 जना गर्ल्सहरु साइड यो 4 जना फर्स्ट डेस्क सेकेन्ड डेस्क 3 जना थर्ड डेस्क 4 जना मनिषा यता हेर आफ्नो अनुहार देखाइदेऊ त्यसपछि लास्ट डेस्कमा 3 जना लास्ट डेस्कमा 3 जना हो ल भिडियो भयो अब अनुहार त मेरो पनि त देखाउनु पर्यो नि त म पनि त छु नि यहाँ ध्यान पर्यो नि ल यसरी ल सबैको फोटो आउँछ है त हात हल्लाउनु पर्दैन यो 1-2 मिनेटको भिडियो आउँछ ल क्यामेरामा सबैको फोटो भिडियो आयो है त म यतातिर सबैजनाले यहाँ ब्लग बनाउँदैछु त युट्युबमा आउँछ पर्दैन यहाँ आउँछ यस्तो खालको यही खतरा आउँछ ल यताबाट क्यामेरालाई लिएर गऱ्यो भने 2 मिनेटको भिडियो त कमसेकम बनाउनु पर्यो ल यतापट्टि फर्स्टको नाम भनेको यसको आम्ना अंशिका वर्षा अनि अनुष्का त्यसपछि सेकेन्डको नाम शान्त बस्ने सेकेन्डको नाम के अरे तिम्रो सलिना त्यसपछि तिम्रो नाम जेनिसा त्रिषा कुमकुम त्यसपछि रागिनी मनिषा माही त्यसपछि यतापट्टि तिम्रो नाम के अरे आरोही चाँदनी एन्जल लास्टको रिया शर्मा पछाडिपट्टिको के अरे तिम्रो नाम अंकिता त्यसपछि सेकेन्ड लास्ट डेस्क के अरे नाम सुस्तिका अनि तिम्रो नाम विद्या लास्ट डेस्कको नाम देवस्य विवेक अमन साफी लास्टको कुनाको के अरे नाम नन्दलाल सुधांशु त्यसपछि यसको नाम करण अनि तिम्रो नाम आकाश त्यसपछि तिम्रो नाम किशन त्यसपछि कमलेश सिजन अनि अभय भास्कर फैज बलराम सिद्धार्थ अनि यसको नाम अनि उसको के अरे आदित्य सिद्धान्त होइन आदित्य आयुष सिद्धान्त अनि तेरो दिव्यांशु ल दिस इज क्लास 4 तिमीहरू अब कतिमा जान्छौ 5 कतिमा ल सबैजनालाई इक्जामको धेरै शुभकामना राम्रोसँग पढ्नु अघि बढ्नु मेहनती बच्चा बन्नु चकचक धेरै नगर्नु हल्ला धेरै नगर्नु राज सरलाई सम्झिनु धन्यवाद ल थ्याङ्क यू स्टुडेन्ट्स है त ल